नमस्ते साथीहरू। आज हामी एउटा रमाइलो कथा सुन्नेछौँ। कथा हो तीर खाएको काग। एउटा काग थियो। ऊ दिनभर उडेर हिँडिरहेको थियो। उसलाई धेरै तिर्खा लागेको थियो। कागले सोच्यो, म पानी कहाँ पाऊँ? उसले पानी खोज्दै हिँड्न थाल्यो। त्यसपछि उसले एउटा घडा देख्यो। घडामा पानी थियो, तर पानी धेरै तल थियो। कागको घाँटीले पुगेन। कागले सोच्यो, अब म के गरूँ? उसले साना साना ढुङ्गा उठाएर घडामा हाल्यो। ढुङ्गा ढुङ्गा पानी माथि उठ्न थाल्यो। समय बित्दै गएपछि पानी कागको घाँटीसम्म आइपुग्यो। कागले पानी पियो र खुसीले भन्यो, धन्य छ मेरो चालाकी। हामीले यस कथाबाट के सिक्न सक्छौँ भने धैर्यता र सोच विचारले कुनै पनि समस्या समाधान गर्न सकिन्छ। त्यसैले साथीहरू, जति जटिल समस्या लाग्ला सकारात्मक सोच राख्नुहोस् र प्रयास गर्नुहोस्। धन्यवाद।